त्यो चाहिँ सानैदेखि थाहा थियो होइन। अनि त्यो थाहा भएपछि मलाई तपाईँहरूको उमेर हुँदा कस्तो हुन्छ होला, कसरी चर्चन होला, अनि म पनि चोरी कस्तो हुन्थ्यो। अनि हाम्रो गाउँबाट पूर्वमा धौलागिरी देख्थ्यो, उत्तरमा सिस्ने हिमाल देख्थ्यौँ। अनि त्यसरी मजाले तपाईँको मेरो माइन्ड भएर अब सोचिरहेको थिएँ। अनि पछि आर्मीमा हुँदा पनि चढ्ने कोसिस गरेँ। अब होइन अब हाकिमहरूले छुट्टी दिएको पनि भएन होइन, त्यति लामो 2 महिना त चढ्न मात्र लाग्छ, ट्रेनिङ गर्न पैसा पनि धेरै लाग्छ, मसँग पैसा पनि थिएन है। अनि त्यहाँ चढ्न सकिएन। त्यसपछि खुट्टा गइसकेपछि यसो दायाँ बायाँतिर हिँड्दै गर्दाखेरि त्यो हिमालको टुप्पा देख्ने बित्तिकै सगरमाथाको याद आउँथ्यो। अनि अब के गर्ने त, कसरी चढ्ने होला, मेरो दिमाग चाहिँ खुट्टा नभएको मान्छे कसरी चढ्छ होला, कसरी चढ्ने होला भनेर सोचिरहेको थिएँ। अनि धेरै वर्षपछि मैले नेपाल आएर ट्राई गर्ने कोसिस गरेँ, सक्छ कि सक्दैन मलाई टेस्ट गरेँ म आफूलाई। अनि सकिन्छ फुल त थाहा भएन, तर सकिन्छ होला भन्यो। त्यसपछि म सगरमाथा चढ्ने प्रयासतिर लागेँ। अनि तपाईँहरूले त्यो दिमागमा सोच्नुहुन्छ भने त्यो पुरानो जमानामा त्यो हामी खुट्टाले हिँडेर संसार घुम्न सकेनौँ होइन। त्यसपछि मान्छेहरूले हामी के बनायौँ, छिटो लाग्ने चिज बनायौँ होइन, जमिनमा, पानीमा, आकाशमा। अहिले अर्को प्लानेटमा पुग्न सक्छौँ होइन। प्लानेटलाई के भन्छ, अर्को ग्रहमा पुग्न सक्छौँ हो। त्यो कसले बनायो? तपाईँ हामीले बनाएको के हो। तपाईँ हामी जस्तै मान्छेले बनायो। सबभन्दा ठुलो मान्छे र सबभन्दा सानो मान्छे, सबभन्दा धनी मान्छे, गरिब मान्छेमा के फरक छ? के फरक छ होला तपाईँलाई? कसैलाई कोही भोलिन्टियर हुनुहुन्छ यस्तो यो फरक छ भनेर गेस गर्नुहोस् कसैलाई। गेस। सो फरक यति मात्र कि यो सोचाइ ल, सबै सोचाइ फरक रहेछ। ओके, म चढ्छु भनेपछि त्यो सोचाइ अब यस्तो भने त सोचाइ राख्यो। जस्तो म सगरमाथाको टुप्पा चढ्ने सोचाइ राख्यो, मेरो ज्यान जसरी पनि फलो गर्छ के। यदि दौडिन सके दौडिन्छु, दौडिन सक्यो भने के गर्छु, हिँड्छु, हिँड्न सकेन भने के गर्छु, क्रोलिङ गर्छु होइन, घस्टिन्छु, घस्टिन सकेन भने के गर्छु, पल्टिन्छु, पल्टिन सकेन भने के गर्छु, हामी फुल सेप डिजाइन गर्छौँ अथवा लेग डिजाइन गर्छौँ अथवा कुनै रकेटहरू डिजाइन गरेर कुनै चिज डिजाइन गरौँला, हामी त्यहाँनिर पुग्न सक्छौँ। हार खाइएन भने त्यो गर्नु सक्छौँ। सो मेरो एउटा प्रिन्सिपली के भन्छ, सिद्धान्त होइन, म त्यो सिद्धान्तलाई प्रयोग गरेर म सगरमाथा चढ्ने कोसिस गरेँ, चढ्नु। हस्, थ्याङ्क यू, धन्यवाद। ल तपाईँहरूलाई पछि खानुहोस् ल। सो त्यसरी त्यसपछि सगरमाथामा चढ्दा पनि अब धेरै समस्याहरू आयो। सबभन्दा पहिले त खुट्टै थिएन, हामीले खुट्टा डिजाइन गऱ्यौँ। मेरो क्लाइम्बिङ गर्ने खुट्टा अलिकति फरक छ। मेरो अगाडिको त्यो ब्याग अलिकति फोटोहरू चाहिँ साथीभाइहरू छ है। सो हामी खुट्टा थिएन, खुट्टा डिजाइन गऱ्यौँ, पैसा थिएन, पैसा उठायौँ। अनि ठ्याक्कै म 2018 सालमा चढ्ने विचार गरेको थिएँ। अनि त्यो 2017 सालको लास्टतिर नेपाल सरकारले एउटा कानुन ल्यायो। फेरि त्यो कानुन के थियो भने दुईटा हात खुट्टा नभएको र दुईटा आँखा नदेख्नेले सगरमाथा होइन, नेपालको कुनै पनि हिमाल 6500 भन्दा अग्लो हिमाल चढ्न सक्दैन भन्ने कानुन ल्यायो। त्यो कानुन ल्याएपछि सुरुमा प्रधानमन्त्रीहरूलाई, पहिलेको मन्त्रीहरूलाई नमस्कार है। अनि उहाँले भन्नु ल प्रपोजल ल्याउनुहोस्, अब नेपालको चलन होइन। अनि यसो पछि विचार गरेँ कि यो पहिले मेरो जिन्दगीभरि पनि यो चाहिँ कानुन पल्टिन्न। त्यो भएपछि हामी यो राष्ट्रिय पाङ महासङ्घसँग उमा गयौँ।
जिनिभामा गयौँ युनाइटेड नेसनमा। अनि युनाइटेड नेसनमा चाहिँ पनि त्यही हो। अहिले जस्तै अहिले लडाइँहरू स्टप गर्नु सक्दिएको है अहिले पछि म सकेपछि सकेनौँ। त्यसपछि के गरेँ, सर्वोच्च अदालतमा मेरो एकजना साथी हुनुहुन्छ माधव चमलागाई भन्ने, उहाँ पनि पोलियो लागेको हुनुहुन्छ। अनि उहाँले हामी सबै मिलेर सर्वोच्च अदालतमा मुद्दा लग्यौँ र हामी चढ्ने भयौँ है। त्यो भनेको सगरमाथा चढ्नुभन्दा पनि गाह्रो है। त्यसपछि समवेज म चढेँ। अब चढ्दा धेरै दुःख 5 वर्ष जति फेल भएँ त्यसमा पनि। 2018मा चढ्छु भनेको बल्ल 2023मा 2023 सन् 2023मा बल्ल जानु सफल गरेँ। गएर ट्राई गरेँ। ट्राई गर्दा पनि त्यहाँ पनि साथीहरूले छोडेर आयो, हाम्रो अक्सिजन सकियो, अब के भयो है अब। तर सम वाइज हामी सक्सेस भयौँ। तर के हुँदो रहेछ त भनेपछि सबभन्दा संसारमा एउटा सोचाइ है, अर्को कोसिसै गरेन भने त केही पनि हुँदैन। कोसिस गरेन भने म कति मेरो ट्यालेन्ट के छ थाहा पनि हुँदैन, म कति जानु सक्छु थाहा पनि हुँदैन, म केमा राम्रो छु थाहा पनि हुँदैन होइन। सो सबभन्दा ठुलो कुरो जिन्दगीमा कोसिस गर्ने होइन, कोसिस गर्ने। अर्को कुरा चाहिँ यदि त्यो हार नखाने है। सो हार नखानु एकदम जरुरी छ। यदि हार खायो भने त जिन्दगी सक्यो। मेरो त खुट्टा पनि गयो, हात पनि गयो, सक्यो भनेपछि जिन्दगी सक्यो के होइन। तर म अहिले हिमाल किन चढ्छु त भनेपछि हामी म 2 वर्ष मेरो समय खेर फालेँ नि होइन। किनभने चाहिँ अपाङ्गहरूले के गर्छन् भनेर मलाई थाहा थिएन होइन। अनि त्यो म जस्तै अपाङ्ग भएको व्यक्तिहरू म जस्तो समय खेर नफालोस्। तपाईँहरू पढ्न बस्नु भएको छ होइन, पढ्नुहोस्, केही गर्नुहोस्, मन लागेको चिज गर्नुहोस्। मन लाग्छ चिज सधैँ गर्न पाइन्न, जिन्दगीको अर्कै प्लान हुन्छ होइन। सो एउटा गर्छु भनेको ठ्याक्कै उल्टो हुन्छ होइन। तर पनि के भन्छ, अगाडि भने त हार खानु हुन्न, हरेस खानु हुन्न। अनि जिन्दगीमा अगाडि बढ्दै गयो भने जिन्दगी राम्रो गर्न सकिन्छ। हामी अपाङ्गहरू पनि केही कमी छैन होइन। खुट्टा बिना सगरमाथा चढ्छ, खुट्टा बिना बिजनेस गर्न सक्छौँ, खुट्टा बिना धेरै पढ्न सक्छौँ, अथवा होइन हाम्रो केही बिना पनि हामी धेरै काम गर्न सक्छौँ ल। फेरि तपाईँ जुनसुकै ब्याकग्राउन्ड, तपाईँ गरिब ब्याकग्राउन्ड, तपाईँ जुनसुकै जात धर्म जेसुकै हुनुहोस् न, तर त्यो यो सबभन्दा यो सोचाइ र च्यालेन्ज मैले चाहिँ मेरो भगवान्को थाहा छ।